आज चाहिँ बल्ल घाम लागेर हामी चाहिँ आलु खन्नु बारीमा आएको। हिजो पनि खनेको पानी परेर फेरि सकेन। अनि आज चाहिँ आलु खन्नु बारी आएको। अनि आज चाहिँ पुरै घाम लागिरहेछ। मेरो छोरा चाहिँ उपर खेल्दै उपर पुगिरहेछ गाडी हेर्दै। अनि म चाहिँ आलु खन्दै अघि यति खनिसकेको। अब अरू थोरै छ खन्नु बाँकी। मेरो छोरा चाहिँ फेरि आलु बोक्छु भनेर आलु बोक्नै सक्नु छैन। तर दाजु चाहिँ लसुन गोड्दै हुन्छ। अनि मेरो छोरा बोक्छु अरे म बोक्छु भन्दा नदिएर उसले बोक्ने र आलु चाहिँ सक्नु छैन आलु बोक्नु। अनि आलु बोक्दैछ ऊ सकि नसकी। अनि यही घोप्ट्याउँ भन्दैछ। अनि घोप्ट्यायो भनेको घोप्ट्याउँदैछ घोप्ट्याउनै नसकी घोप्ट्याउनै नदिएर। अनि हामीले चाहिँ आलु खनिसकेको 3 जनाले। आलु यता बन्छ। अनि आलु खनेर पनि घर आइसकेको। यो चाहिँ हिजोको आलु हो, हिजो खनेको। चिसो थियो हिजो त, आज सुकेछ। अनि आजको चाहिँ यो तल्लो आलु। यसपालको आलु यति नै